सम्पूर्णलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। र म आज यत्रो सानो सलादको साग बाट चाहिँ फुल्न लागेको फुल म देखाउन गइरहेको छु। यहाँ फुल लागिसकेछ। सलाद खाने साग, यसलाई लसुन रोप्न पर्यो। पन्जा या कुटु पन्जा राखेर अब पन्जा लाएर सुरु गर्छु। तर म पहिला लसुनबारीमा पुग्छु। अब लसुनबारी रेडी पार्नुपर्छ। पर घोट्याएको मललाई ल्याएर यता बिन्छ्याउँछु। त्यसपछि म रोप्छु। मैले हिउँदे लसुन, बर्खे हिउँदे लसुन रोप्ने गरिन्छ। ड्याङ पारिसके। अब यसलाई रोपिसके पछि आनन्द हुन्छ कोटमेल गर्ने। म मान्छे आफैमा खुसी खोज्ने मान्छे, आफैले देखेर खुसी हुने मान्छे है। र यसरी मैले चाहिँ फटाफट लसुन रोप्दैछु। परेवा जस्तै घुमेर क्या यता उता स्पिडमा पुरै मैले यसरी चाहिँ अब लसुन रोप्न थालेँ। लसुन भनेको अब होइन धेरै तरकारीहरूतिर युज गरिने है। यसलाई मसलादारको रूपमा मासु होइन माछा मासु हरेक कुरामा चाहिँ यसलाई चाहिँ एउटा टेस्टीको रूपमा चाहिँ मसलादार मसला एकदम टेस्टी तरकारी त्यो टेस्टी खाना बनाउनको लागि चाहिँ लसुनको प्रयोग गरिन्छ। र लसुन स्वास्थ्यको लागि राम्रो, ग्यास्ट्रिकको लागि पनि राम्रो भनेर सुनिन्छ। यसलाई अचार हाल्नदेखि हर कुरा गर्न सकिन्छ। अनि मैले अब धेरै रोप्नु छैन भनेर देखाइरहेको छु। र मैले रोपिन पनि सक्न लागेको छु। अब खासै धेरै छैन मसँग। मैले अब रोपिसक्न लागेँ। परिवारसरी घुमेर क्या चारैतिर सरर घुम्दै मैले रोपेको अर्किड फुल के कस्तो हुन्छ हजुरहरूले नेक्स्ट भिडियोमा देखाउने छु। जङ्गलबाट ल्याएको अर्किड मैले यसरी रोपेको छु गुवामा। यहाँ एक बोट, त्यसपछि यहाँ अर्को एक बोट अनि यहाँ अर्को सानो बोट यसरी रोपेको छु। अब यसलाई म रुखमा टाँसिदिन्छु। टोटली 4 बोट हो। यो एउटा एक बोट बनाएँ। यसरी यो सबसे ठुलो 2 बोट, यो 3, यसले 4 अर्किड फुल। यसलाई अब रोपिसकेको छु। अब यसलाई रुखमा लगेर एड गर्नु मात्रै छ। यसरी स्याउको बोटमा चाहिँ मैले यसरी एड गरिसकेको छु। कस्तो हुन्छ? राम्रै हुन्छ होला। मलाई फुलहरूमध्ये यो अर्किड पनि एकदम मनपर्ने के। फुल्दा त यति राम्रो फुल्ने, फुलेपछि 6 महिना जति यस्तो मजाले फुलिरहने क्या। धेरै मनपर्छ अर्किड। झोला रायोको साग पठाइदिनु भएको। चिसो मौसम छ, बाहिर हावा हुरी अनि हिजो एकदमै मात्रामा हिउँ आयो। सोलुखुम्बुको माथिल्लो भागतिर हिउँ आयो। त्यसैले गर्दा धेरै मात्रामा चिसो भइरहेको छ। र यसरी तातो झोलियो चिजहरू बनाएर खानुपर्ने हुन्छ। र मैले बनाएर पनि खान लागेको छु। अब यहाँ चाहिँ टक्कै हिटर ताप्दै यहाँ चाहिँ मेरो खानै भनौँ न। अब चिसो मौसमको बेला सुप बनाएर अब खान लागेको छु। अब म खान्छु। यो चाहिँ चिकन सुप
अनि थुक्पामा प्याज मिठो हुन्छ। मैले खाएँ है। मिठो भएछ।